यो मोमो देख्दाखेरि चाहिँ कसको मुखमा पानी आउँदैन होला त। मेरो यहाँ आफ्नै मुखमा पानी आइसक्यो साथीहरू। जति यो मोमो देख्दा राम्रो देखिन्छ त्यो भन्दा 100 गुणा बढी चाहिँ मिठो छ साथीहरू। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई मिनी ब्लग। यो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि मैले चाहिँ यो मोमो कहाँ गएर खाएको भनेर म डिटेल्समा भन्ने नै छु। आज चाहिँ मेरो काम बिहान 8 बजेदेखि 5 बजेसम्म थियो। सो काम सकिसकेपछि चाहिँ हामी दुईजना दिदी बहिनी चाहिँ गयौँ नेपाली पसलमा। बहिनी र मेरो चाहिँ एउटै टाइममा काम भएको थियो र हामी दुवैजना गयौँ नेपाली पसलमा। फर्स्टमा चाहिँ चटपटी र पानीपुरी खायौँ। चटपटी र पानीपुरी खाएको चाहिँ भिडियो नै बनाउनु बिर्सेछौँ क्या साथीहरू। अनि सो मोमो आइसकेपछि चाहिँ मोमोको भिडियो चाहिँ नबनाइ भएन भनेर चाहिँ मैले मोमोको भिडियो बनाएँ। मोमो चाहिँ यति ठुल्ठुलो छ कि मुखमै अटिँदैन क्या। हेर्नुहोस् न, हजुर पनि देख्न सक्नुहुन्छ। यति ठुल्ठुलो मोमो चाहिँ कहाँ पाउँछ होला क्या, यहाँ मात्रै पाउँछ जस्तो लाग्छ मलाई चाहिँ। अनि यति मिठो मोमो चाहिँ यहाँ मात्रै पाउँछ जस्तो पनि फिल हुन्छ, किनकि यति धेरै मिठो छ कि यहाँको मोमो बयान गर्ने शब्द नै छैन साथीहरू। अनि यो चाहिँ त्यो रेस्टुरेन्टको सिग्नेचर अचार भनौँ है। यो चाहिँ यति मिठो छ कि पिरो चस्स परेको अचार छ। हजुर पनि गएर ट्राई गर्नु होला। यहाँ मोमो मात्रै नभइकन यहाँको हरेक खानेकुराहरू मिठो लाग्छ मलाई चाहिँ। यो रेस्टुरेन्ट चाहिँ मनास्लु नेपाली रेस्टुरेन्ट हो, जुन चाहिँ सिनोसाका स्टेसन नजिकै छ। हजुर पनि गएर ट्राई गर्नु होला भन्दै आजलाई यति नै। थ्याङ्क यू सो मच, बाइ बाइ।